कतै हजुरले आफ्नो बच्चामा उसको व्यवहारमा परिवर्तन त पाउनु भएको छैन पछिल्लो समयमा? जस्तै व्यवहारमा परिवर्तन भन्नाले नरिसाउने बच्चा, अत्याधिक मात्रामा रिसाउने, झर्को मान्ने, झगडालु स्वभावको हुने, आफ्नो दाजुभाइ दिदीबहिनीहरूसँग चाहिँ मिलेर बस्न नसक्ने, अनि विभिन्न शारीरिक लक्षणहरू जस्तै दुखाइका कुराहरू गर्ने, स्कुल जान्न भन्ने र पढाइमा पनि खस्किँदै गएको र उसका सङ्गतहरू चाहिँ अहिले पहिलाभन्दा अलि फरक भएको र कहिलेकाहीँ चाहिँ घरैबाट नसोधिकन बाहिर लामो समयसम्म बस्ने अथवा चाहिँ साथीको घरमा चाहिँ घरमा खबर नगरी साथीको घरमा चाहिँ जाने बस्ने गर्नुभएको छैन? यदि यस्ता लक्षणहरू तपाईँले आफ्नो बच्चामा पाउनुभएको छ पछिल्लो समयमा भने यिनी चाहिँ कुनै न कुनै किसिमको मानसिक तनाव भएको हुनसक्छ र यो भनेको चाहिँ एउटा मानसिक समस्याको लक्षण पनि हुनसक्छ। यदि यस्ता व्यवहारहरू देखाइरहेको छन् बच्चाले भने हजुरले सक्दो छिटो मनोचिकित्सकको सहयोग लिनुहोला, जसले गर्दा चाहिँ रोगको अथवा समस्याको पहिचान छिटो हुन्छ र समाधान पनि छिटो गर्न सकिन्छ। हस्त नमस्कार।